नमस्कार साथीहरू, म आज यहाँलाई यो नयाँ तरिकाले खेती गर्नुपर्छ, हामी प्राविधिकहरूले गरेर अरूलाई यो प्रविधि दिनुपर्छ भन्नेमा छौँ। यहाँ चाहिँ हामीले काबुली चना लगाएका छौँ। काबुली चना हो यो चाहिँ यो काबुलबाट आएको चना हो। यसमा ठुलो ठुलो दाना हुन्छ र यसलाई हामी निश्चित दूरीमा लगाएका छौँ। 70 सेन्टिमिटरको फरकमा लगाएका छौँ भने यसको बीचमा चाहिँ खाली ठाउँमा हामीले मेथी लगाएका छौँ। र यो मेथी र काबुली चना किन लगाइयो भने मेथीको बास्नाले चाहिँ यो चनामा लाग्ने पडपडहरू कम लाग्ने, त्यसैगरी धनिया र मेथी लगाउन सकिन्छ। धनिया लगाउँदा पनि राम्रो हुन्छ। मिश्रित आहारमा हेर्नुहोस् धनिया पनि रोपेका छौँ। यसको बास्ना चाहिँ यो चनाको बोरहरू हुन्छ, पडबोरहरू हुन्छ, त्यसलाई मन पर्दैन। त्यसकारण यसलाई रिप्लेन्टको रूपमा चाहिँ प्रयोग गरिन्छ। यो एउटा आइपिएमको एउटा टुल्स पनि हो। त्यसले गर्दा चाहिँ हामीले यहाँ चाहिँ मेथी र तपाईँको काबुली चना सँगसँगै लिएर चाहिँ लगाइरहेका छौँ। यहाँनिर चाहिँ अहिले ट्रायल गरिरहेका छौँ। यो कस्तो रहन्छ, यो राम्रो भयो भने तपाईँलाई अवश्य पनि यहाँलाई सेयर गर्नेछौँ। यसको उत्पादकत्व, यसले किराले कतिको प्रभाव पार्छ, यो दिगो कृषिको आधार पनि हो। 2 वा 2 भन्दा बढी बालीहरू चाहिँ एकैसाथ मिलाएर लगाउने एउटा सिप पनि हो, कला पनि हो। यसलाई हामीले अगाडि बढाइरहेका छौँ। यो ट्रायलमा छ। यो राम्रो भयो भने तपाईँलाई अवश्य पनि आगामी दिनमा यसको चाहिँ टेक्नोलोजीहरू हामी ल्याउनेछौँ।